केटाहरू सुँगुरको मासु पोली खाने अरे। अब हामी चाहिँ सुँगुर लिन जाँदैछौँ। अब सुँगुर ल्याएर मजाले सानो बारबिक्यू गरेर पोलेर, यस्तो राति माछा बनाउँदैछ पोलेर मासु खानु चाहिँ दामी हुन्छ क्या। फेरि नेचुरल आगोमा होइन, तपाईँको टक्कसँगले बालेर चाहिँ खायो भने चाहिँ यस्तो दामी हुन्छ कि हृदयबाट त्यो मनहरू पनि सलल हुन्छ नि। उयो तल बाटो छ कि अनि त्यस्तो दिएन अन्त नि। उयो तैँले कता ल्याएपछि यता छ कि बाटो। हिँड त जाने नि, हिँड त जाने नि। तिमीहरूकै जुन गाडी छँदैछ भुवा पार्नु किन त्यहाँ यता जितेहरूको र तिमीहरूको चाहिँ के छ? त्यो चाहिँ के छ? चाबी छ तपाईँसँग घरको? घरको चाबी छ नि? बैको त घरको चाबी यो एकताल चाहिँ ट्रेन आएको बेला चाहिँ यहाँनिर सुतेर चाहिँ म एकताल एक्सपिरियन्स लिनु मन परेको छ ट्रेनको मुनि। यसमा सुतेर तर ट्रेनको हावाले मान्छे नि मोटो न मोटो चाहिँ फ्याल्लै उडान्दा मार्दा फेरि नट बोल्ट मेरो गाडीहरू पनि सबै थुत्रै भएर राखिरहेको छ। यस्तो छ यहाँको चाहिँ हो धेरै आएन, धेरै आयो कता यो पनि धेरै आयो नि। हामी यसो यत्रो बाटो छ कि छैन हेर्छु ल। जाली छैन हिँड्न, कहाँ जाली छैन? ए अनि यस्तोमा फेरि के है के हो ट्रक खुवाउनै पर्छ होइन। म बोलेको यार यस्तो लागि अलिक घुसेर गएर यहाँ त फेरि माथिको सिस्नोहरू पनि हुन्छ अरे कि कस्तो दही उयो खुला रहेछ र कस्तो इको गएको रहेछ क्या पर्छ र। म त कसले मलाई मेरै कसले कपी गरेछ म बोलेको भन्छ नि। यो चाहिँ यस्तो छ त ठ्याउ, यो ट्रकहरू पनि सबै ढुट्टो बनाएर राखेर नि